जिएफ होइन एक्स चाहिँ एक्स त्यसको नाम फेरि भन्दिनँ अरे यो जोगिन्दर ए तेरिका मलाई गाइस यहाँ चाहिँ माछा छ हामी माछा हेर्न आएको अवस्था गाइज महेन्द्र चमेरा गुफा घुमेर हामी खाना फेरि होटलमा आएको छौँ अब हामी खाना खान्छौँ झरेर हिँड न भाइ कहाँ गइ जाने हामी ए सो गाइज हामी खानासाना खाइयो अब हामी रेडी भएर अब हिँडेको हामीले होटल छोडेर जाँदैछौँ अब होइन अब हामी बसमा जाने हो अनि त्यसपछि कता कता घुमघाम गरेर अनि साँझ डाइरेक्ट घरतिर जाने हो आजबाट भइयो होटल बाई बाई हामी गाडीतिर जाँदैछौँ ओए हामीले अब होटल छोडेको होइन कस्तो लाग्यो यो होटल दामी थियो अरूभन्दा अब केही त्यही हो कि एउटा दुःख लाग्यो कि सरहरूले यत्रो 3 दिन लिएर हिँडे 3 दिन खाना खुवाउँदा 1 पिस पनि मासु खुवाएनन् कि 1 पिस मासु खुवाएनन् त्यही दुःख लाग्यो अब भनौँ त के भनौँ होइन खाना त ठिकै थियो होइन मिठै थियो हल्का मासु भएको भए दामी क्या त अब चाहिँ हामी फेवाताल जाँदैछौँ यही चाहिँ त नजिक छ कुमार न त्यहाँ पोज देखेर न भिडियो गराएको त ब्रो ओ ब्रो हामी कहाँ हामी चोकतिर होइन कहाँ हो फेवालेक मेरो जिएफ घर यहीँ कता थियो त त्यहाँ जान पाएन भन बेगनास तालतिर जान पाएन जिएफ होइन एक्स चाहिँ एक्स त्यसको नाम फेरि भन्दिनँ फेरि भन नाम डुङ्गामा जान्छौ कि नै जाने डुङ्गा चढ्न चाहिँ नजाने रे अब हामी नगए पनि हजुरलाई देखाइदिन्छौँ के कस्तो एउटालाई आफ्नै पैसाले जाने गरे अनि क्या पैसा छैन धेरै होइन पैसा यहाँ गाइस अरू त्यस्तो केही छैन अब यहाँ डुङ्गा चढ्ने चढिछन् अनि मन्दिर भयो के त्यहाँ अब हामी नजाने रे आफ्नो पैसाले जाने हामीसित पैसा छैन अब त्यस्तै हामी गइन्न त्यही पनि रमाइलो गरौँ न यताउता घुमौँ गाइस अब हामी चाहिँ डुङ्गामा चढ्न जाँदैछौँ मन्दिर भयो के त्यहाँ अब हामी नजाने रे आफ्नो कैसा लगा मेरा मजाक यो पनि लाइयो अब के गर्ने हो र मेरो ब्रो हामी बोटिङ गर्न जाने हो बोटिङ डुङ्गामा चढेर जाने के गरे कि यिनीहरूले है यहाँ सबै कपालहरू छन् अब के गर्ने अब हामी सिङ्गल परियो यत्तिकै हो ब्रो हामी बोटिङ गर्न जाने हो बोटिङ डुङ्गामा चढेर जाने के गरे कि यिनीहरूले है यहाँ सबै कपालहरू छन् अब के गर्ने अब हामी सिङ्गल परियो यत्तिकै हो के गर्ने अब हामी सिङ्गल परियो गाइज हामी चाहिँ यो ढुङ्गै पाएन खै कता केमा जाने हो खै हामीले चाहिँ ढुङ्गा पाएन हामी वहाँ जान चाहन्छौँ हामीले पाउँदै पाएनौँ हामीलाई न्याय चाहियो हामीले यो किनिसक्यौँ तर त्यो पाइएन A few moments later. बल्ल बल्ल आछ त्यो पनि जाला जस्तो छ तर जाने हो हाम्रो ढुङ्गा हिँड्यो बल्ल बल्ल त्यसमाथि 2टा साथी छुट्यो अर्कै लाग्यो
चिसो पानी ए ढल्को यता मात्रै नर्काउने केही भन त हाम्रो नमुना कुछ के भन्ने अब 2 घन्टा पर्खेपछि बल्ल एउटा बोट पाएको छ त्यो बोटमा अब जाँदैछौँ हामी घुम्नको लागि कहाँ बारी मन्दिर के मन्दिर भन्छ नाम पनि थाहा छैन मलाई फेवातालको बिचको मन्दिर बहुत रिस्क लिएर भिडियो बनाएको छ किनभने खस्यो भने भ्याँ हुन्छ हाम्रो साइडमा एउटा बोट हेर्नु हामी डुङ्गामा छौँ फेवातालको पानीमा एकदमै धेरै मजा पनि आइरहेछ डर पनि लाग्छ किनभने यस्तो गर्यो कस्तो यहाँ बता ओ के हो गड्डी निकाल्यो यस्तो केटा ओए नचलाउने यार यस्तो चाहिँ रोएर पियाको फोटो निकाल त ए मम्मी घरे भित्र डराएर के हो र के भयो र ए ला रोएर पियाको एउटा ला पिया ला गयो एकदमै ढिलिक गरेछ सातो पुत्लो उड्यो यहाँ किन हल्यो यार यस्तो हामीहरू चाहिँ त्यसमा आइयो मन्दिरमा बल्ल आइयो मन्दिरभित्र अब यो खोल्नु पर्छ कस्तो भयो डुङ्गा चढ्दा दामी जो रो थियो त्यो रमाइलो रे झन्डै आँसु चुइसकेको ल केही भन्दैन नेपालको बारेमा ल यता ओए राम्रो हो यहाँ सबै मान्छेहरू घुम्न आउँछन् हैन हामीले यति मेहनत भिडियो गराएको लाइक सेयर कमेन्ट गरिदिनु होला बोटिङ गर्न फ्यासिलिटी छ यहाँ मन्दिर आउनलाई अझै पनि त्यही लाए जस्तो भयो यार मलाई त फोटो सेटो हार्मे जाए भ्लग बनाउने हो गाइड यहाँ आउनुहुन्छ निश्चल खालि फोटो गर्नुहुन्छ केही भन्दै केटा के भन्नु मन्दिर हो यो चाहिँ तालको बिचमा छ है यही हो गाइज फेवातालको मन्दिर यही हो तालको बिचमा छ अनि हामी चाहिँ डुङ्गामा चढेर आयौँ गाइज यहाँ चाहिँ माछा छ हामी माछा हेर्न आएको अवस्था एकदमै राम्रोसँग पाक मेरो मोबाइल होइन अहिले यस्तो टाइट छ ए देखियो ल होइन माछा एकदम ठुल्ठुलो माछा छ यहाँ ल यहाँ धेरै रिस्क लिन हुन्न क्या माछा देखिसक्नु भयो म धेरै बेर देखाउन सक्दिनँ किनभने मोबाइल खस्यो भने चोइट हुन्छ पानीमा यसैले हेलो गाइज अब हामी मन्दिर घुमघाम गरेर फेरि फर्किँदै हो ल गाइस हजुरहरु पनि आउनु छ यो फेवाताल अब हामी फेरि जान्छौँ जसरी आएको त्यसरी जान्छ मलाई सायद यो मन्दिरलाई के भन्छन् फेवातालको बिचको मन्दिर फेवातालको बिचमा रहेको मन्दिर नाम फेवातालको A few moments later. ल गाइस हामी चाहिँ रेडी भइसक्यौँ यो थारा भाइ जोगिन्दर यो थारा भाइ जोगिन्दर फेरि यो जोगिन्दर थारा भाइ जोगिन्दर हैन भनेको यो केशव बनाऊ तैले जाने केमा हो यो केशव जाने केमा थारा भाइ केशव यो केशव जम अब हामी हिँडेको हामी चाहिँ बोटमा बसेर हल्लिँदैछौँ अब हामी जाँदैछौँ अब हाम्रो बोट हिँड्नु कृपया कोही पनि नहल्लिनु होला अरे मोटो